टु अनदर भिडियो। एन्ड आजको यो भिडियोमा चाहिँ के हो भन्दाखेरि यो जुन ओपोनेन्ट छ नि यो लोनमा हो त्यसले चाहिँ मलाई के भन्नु भन्दाखेरि आइज भाइ लोनमा 1v1 डिओलाई चाहिँ तँलाई 5-0 हान्छु, यदि तैँले जितिस् भने 100 डायमन्ड हालिदिन्छु भनेको थियो होइन। अनि यहाँनिर चाहिँ यसको यो अक्कड त मलाई तोड्नु थियो जसरी भने अक्कड यो अलिक धेरै नै भइरहेको थियो होइन। अनि यसको अक्कड त मैले तोड्नु थियो, त्यसरी मैले यो स्ट्रेटेजी खेल्न थालेँ होइन। अनि अब 1-2 राउन्ड त हानो, त्यस पछाडि चाहिँ के हो भन्दाखेरि मेरो परम्परा हो सुरुमा 3 राउन्ड चाहिँ जित्न दिनै पर्छ होइन। अनि 3 राउन्ड जित्न, यो राउन्ड त जिते पनि होइन, त्यहाँदेखि उता 3 राउन्ड त जित्न दिएँ। यत्रो हेडसट हान्दा नि यो मरेन, त्यहाँदेखि उता यसलाई मैले राउन्ड त जित्न दिइरहेको थिएँ होइन। अनि अहिले चाहिँ किन साउन्ड आइरहेको होइन, अनि एकैछिनलाई यहाँ साउन्ड आएन, छोड्यो। यसलाई राउन्ड त जित्न दिएको थिएँ मैले। अनि यो राउन्ड पनि जित्यो मलाई, केही छैन। अब यस पछाडि यो थर्ड राउन्ड त जितेँ नि त मैले, किनभनेदेखि यो पनि जितेन, हानो मलाई मिनी युजीले हानो त। बट यति भन्छु मेरो हातमा आयो भने एक न एक राउन्ड चाहिँ निकाल। अनि यो चाहिँ मैले रिप्लेबाट रेकर्ड गरिरहेको छु, सो हल्का केही अड्किन ओरेको सक्छ, अड्किन सकेको हुन्छ होइन, त्यो चाहिँ इग्नोर गर्नु। अनि तपाईँहरू यहाँ गेम प्ले इन्जोय गर्नु होइन। अनि तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु, तर यो सबै भ्युअरहरू नयाँ हुनुहुन्छ, मलाई सब्सक्राइब गर्ने मध्ये कोही डेली भ्युअर हुनुहुन्न। अनि सबैले सब्सक्राइब गरिदिनु होला, यो मेरो नयाँ च्यानल हो होइन। अर्को 10K वाला चाहिँ हल्का कपिराइट स्ट्राइकको कारणले गर्दाखेरि त्यो उता उडै भनौँ न। अनि केही छैन, यो राउन्ड त हान्यो। के मलाई सुरुमा यो 3 राउन्ड चाहिँ यसले प्यानलै लगाएछ जस्तो लाग्यो क्या, यसको हरेक बुलेट टच भइरहेको थियो क्या मलाई। अनि अब यहाँनिर जलवा सुरु हुन्छ है त। लु अब चाहिँ म यो एनिमीलाई मेरो जलवा देखाउँछु, यसले अति गर्यो क्या। यहाँ साले बढी बोल्छस् खाइस छैन त मुले, बढी बोलिरहेको थियो यार। सालेलाई हेडसट खुवाउन नि क्या मजा आयो भनेको। यसले त अनि मलाई 100 डायमन्ड हालिदियो नि त, 100 डायमन्ड हालिदियो भनेको विकली हानिदिएर मऱ्यो क्या यसले। अनि फेरि अर्को आइडीमा हाल्न लाएँ विकली भन्दा नि डायमन्ड। तर यो मान्छे बोलीको चाहिँ पक्का रहेछ, यति चाहिँ थाहा भयो। लु है त 2 राउन्ड पनि आयो कसो गरेर, यो राउन्ड पनि आउँछ, टेन्सनै छैन मलाई त। मलाई त छैन नि केहीको बाल, मलाई त छैन नि केहीको बाल। 3 मिनटको भिडियो भएको छैन, 500 MB खाइसक्यो फोनको, 1 GB त खाली छैन नि फोनमा। हल्का 1.5 2x पुर्याउँ होला हो गाइज, फोनमा धेरै स्टोरेज छैन। अनि यतिमै पनि बुझिन्छ नि त, लास्टमा सबै किलहरूको रिप्ले देखाइदिन्छु नि म तपाईँहरूलाई। हो खायो हेर्नुहोस्, खायो, फाइनली मऱ्यो। लु है त, यहाँ फाइनली 4-3 त भइसकेको छ होइन। अनि यो राउन्ड त हान्दिनँ, मलाई यो राउन्डमा मैले यो एनिमीलाई मार्न सक्छु जस्तो लागिरहेको छैन। तर यसको अक्वार्ड तोड्नु छ क्या मलाई। साला ग्रिन एन्जेलिक छ भन्दै यो हावामा उडिरहेको छ कि यसको। म अहिले बुलेटै टच भइरहेको, ड्र्यागै भएको छैन के मेरो। अहिले टच भयो नि, छैन हानिदियो अब हो मलाई, हानिदियो। बट 4x नभन 8x नभन 1x ठिक छ यो राउन्ड त। होइन गाइस, मरिस होइन खाइस साले। अब 8x मा हेर्नु ल, 8x मा अब पुरै म्याचको मजा लिनु तपाईँहरू।
लोडिङ रिप्ले नाउ अरे तेरो बाउको टाउको यहाँ छिटो हुनु छैन आफ्नो यहाँ फोनको स्टोरेज गइसक्यो ओ 8x फाइनली खोइ त नि ए यस्तो मलाई टाइमरहरूबाट त नि यो मर्यो गाइज जसरी पनि यसलाई मार्नु छ मारो मलाई मारो लु मार्दियो लु 8x मा बबाल देखिँदो रहेछ त पुरै प्यानलै युज गरे जस्तो खाइरहेछ गोटीले त सो गाइज अब भिडियो चाहिँ यस्तै भइरहेको थियो अनि अब भिडियो यस्तै भयो अर्कोचोटि चाहिँ अब लाइभमा सायद च्यानल प्रमोसन नै हुनसक्छ सो सब्सक्राइब गरिहाल्नु तपाईँहरूको च्यानल प्रमोट गर्नु छ भने चाहिँ हैन अनि त अरू केही भन्दिनँ थ्याङ्क्स फर वाचिङ बाई बाई